यदि तपाई नेपालको स्टक मार्केटमा लगानी गर्नुहुन्छ वा लगानी गर्ने सोचमा हुनुहुन्छ भने आजको भिडियो तपाईको लागि इम्पोर्टेन्ट हुन सक्छ। नेपाल राष्ट्र बैंकले आर्थिक वर्ष 2082-83 को 2 महिनाको अर्थात साउन र भदौ मसान्तसम्मको गरेर एउटा रिपोर्ट पब्लिश गरेको छ। त्यस रिपोर्टको आधारमा नेपालको स्टक मार्केटमा के चेन्जेसहरु भयो त्यसको बारेमा हामी छलफल गर्नेछौं। त्यसैले भिडियोलाई कुनै पनि ढिला नगरिकन अब सुरु गरौं। 2081 साल भदौ मसान्तमा 2580.76 अंक रहेको नेप्से इन्डेक्स 2082 साल भदौ मसान्तमा 2672.25 अंक रहेको छ। त्यसरी हेर्दा एक वर्षमा नेप्से इन्डेक्स 91.49 अंकले बढेको देखिन्छ। 2081 साल भदौ मसान्तमा नेप्सेको बजार पुँजीकरण अर्थात मार्केट क्यापिटलाइजेसन 4103 अर्ब 62 करोड रहेको थियो र यो चाहिँ ग्रोस डोमेस्टिक प्रोडक्ट वा जीडीपी को 71.88% रहेको थियो। तर 2082 साल भदौ मसान्तमा नेप्सेको मार्केट क्यापिटलाइजेसन बढेर 4467 अर्ब 30 करोड रुपैयाँ कायम भएको छ र यो चाहिँ जीडीपी को 73.15% हुन आउँछ। अब नेप्सेमा लिस्टिङ भएको कम्पनीहरुको बारेमा कुरा गरौं। 2082 भदौ मसान्तसम्म नेप्सेमा लिस्टिङ हुने कम्पनीहरुको संख्या 276 पुगेको छ। यो कम्पनीहरु मध्येमा बैंक तथा वित्तीय संस्था र बीमा कम्पनी गरेर 132 वटा कम्पनी लिस्टिङ भएको छ, जसले नेप्सेको 52.9% हिस्सा ओगटेको छ। हाइड्रो पावरमा 94 वटा कम्पनी जसले 14.9% नेप्सेको हिस्सा ओगटेको छ। यसरी हेर्दा नेपालको स्टक मार्केटमा सबैभन्दा धेरै कन्ट्रिब्युसन बैंक तथा वित्तीय संस्था र बीमा कम्पनीको रहेको छ भने त्यसपछि सेकेन्डमा चाहिँ हाइड्रो पावर सेक्टरको रहेको छ। त्यसैले हाइड्रो पावर सेक्टर हाम्रो देशको लागि एकदमै धेरै सम्भावना भएको सेक्टर मध्ये एक हो। इन्भेस्टमेन्ट सेक्टरमा 7 वटा कम्पनी जसको हिस्सा 7.5%, म्यानुफ्याक्चरिङ एन्ड प्रोसेसिङमा 23 वटा कम्पनी जसको हिस्सा 5.6%, ट्रेडिङ सेक्टरमा 4 वटा कम्पनी जसको हिस्सा 4.9%, होटल एन्ड टुरिज्ममा 7 वटा कम्पनी जसको हिस्सा 2.7% र अदर सेक्टरमा 9 वटा कम्पनी गरेर 11.3% हिस्सा ओगटेको छ। आर्थिक वर्ष 2082-83 को 2 महिनामा मात्र 12 अर्ब 78 करोड बराबरको साधारण शेयर, 1 अर्ब 83 करोड बराबरको बोनस शेयर, 1 अर्ब 46 करोड बराबरको राइट शेयर, 92 करोड 50 लाख बराबरको एफपीओ गरेर टोटल 17 अर्ब रुपैयाँ बराबरको शेयरहरु लिस्टिङ भएको छ। त्यस्तै धितोपत्र सार्वजनिक निष्कासन गर्नको लागि अनुमति दिएको मध्ये 6 अर्ब 18 करोड बराबरको म्युचुअल फन्ड, 3 अर्ब 78 करोड बराबरको राइट शेयर र 79 करोड 47 लाख बराबरको साधारण शेयर रहेको छ। यसरी म्युचुअल फन्ड, राइट शेयर र जनरल शेयर गरेर टोटल 10 अर्ब 95 करोड बराबरको धितोपत्र सार्वजनिक निष्कासन गर्नको लागि अनुमति दिएको छ, यो 2 महिनामा मात्र। अन्त्यमा यो रिपोर्टको आधारमा हाम्रो देशको अर्थतन्त्रको केही इम्पोर्टेन्ट हाइलाइट्सहरु हेरौं। 2082 सालको भदौ महिनासम्म मात्र 174 अर्ब 67 करोड बराबरको रेमिटेन्स भित्रिएको छ। एक्सपोर्ट 88.6 ले बढेको छ भने इम्पोर्ट 16.2% ले बढेको छ। बैंक तथा वित्तीय संस्थाहरुको इन्टरब्याङ्क इन्ट्रेस्ट रेटको वेटेड एभरेज हेर्ने हो भने 2.75% रहेको छ। र त्यस्तै कमर्सियल बैंकहरुको डिपोजिटको वेटेड एभरेज इन्ट्रेस्ट रेट 3.96% रहेको छ भने लोनको वेटेड एभरेज इन्ट्रेस्ट रेट 7.66% रहेको छ। आजको भिडियोलाई यति नै। फेरि हामी अर्को भिडियो ल्याउने नै छौं र अहिलेसम्म भिडियो हेरेर साथ दिनु भएकोमा सबैजनालाई थ्यांक यू सो मच।